हेलो गाइज, वेलकम छ मेरो मिनी ब्लगमा। बल्ल तल्ल साइकल बनाएर आजदेखि चाहिँ म साइकलमा स्कुल जान्छु। आजभोलि घाम लागेको हुनाले साइकल कुदाउनमा पनि बेग्लै मजा छ। फाइनली भाइलाई छोपेर भाइसँग सँगसँगै स्कुल जाँदैछौँ। स्कुलमा पुगेर साइकललाई राखेर आज लगाएर फर्स्ट पिरियड पढिसकेपछि घरतिर जान लागे। सरस्वती माताको विसर्जन हुनाले आज खासै पढाइ भएन, त्यसैले म पनि घरतिर जान लागे। एक्जाम नजिकै आइसके यार, पढ्ने मन लाग्दैन, कस्तो बिरामी लागेको छ मलाई। फाइनली घर पुगेर स्कुल ड्रेस चेन्ज गरेर मम्मीको घर जाँदैछु। सिन्कीको तरकारी बनाउनको लागि मुला लगेर मम्मीको घरतिर जान लागे। जसरी पनि मम्मीको घर मुला पुगाउँ भनेको चाहिँ कट्टा झडेको गर्छ साइकल देखे यार, कस्तो हो। जसरी तसरी मम्मीको घरमा मुला पुगाएको त घरमा चाहिँ कोही पनि छैन। कस्तो ब्याड लक छ यार मेरो। अब के गर्नु, अब त्यहाँनिर गट्टा छोडेर घरतिर फर्किन लागे। निन्जा S2R मा बसेर पुरा एकदम फास्ट चलाएर घरतिर जान लागे। रोड पनि खत्रै छ यार, प्याडल नहाने पनि 15-20 को गियरको स्पिडमा जाँदैछ यार। देखो न गाइस, रोड पनि खत्रै छ यार, ढुङ्गाको अलि बलुवा थपे हुन्न र भन्ने जस्तै छ क्या। फाइनली घरमा पुग्यो गाइज। यति नै हो मेरो मिनी ब्लग आजलाई, बाई बाई।